दर्शकबिन हामी यतिखेर चाहिँ यो माप्पे दुधकोशी गाउँपालिका वडा नम्बर 1 जुबिङ हुँदै सगरमाथा आधार शिविरको लागि जुन रोड प्रयोगमा आइराखेको थियो त्यो रोड चाहिँ गत साल चाहिँ थामेमा हिमताल फुटेर आएको बाढीले ध्वस्त बनाइसके पछाडि यहाँ यो मिटेरी पुल थियो, माप्पे खुम्बु मिटेरी पुल, खुम्बु पासाङ लम्बु गाउँपालिका र माप्पे दुधकोशी गाउँपालिकाको संयुक्त लगानीमा बनेको। त्यसको वरि यता हामी जतापट्टि उभिँदैछौँ यो साइडको चाहिँ पिलर ध्वस्त बनाइसके पछाडि अहिले अवस्था यस्तो छ। अनि यसको चाहिँ पुनर्निर्माण चाहिँ गाउँपालिकाले गरिराखेको छ। त्यो पुनर्निर्माणको चाहिँ अवस्था के छ भनेर भौतिक प्रगति हेर्नका लागि यहाँ आइपुगेका छौँ र अब 2-3 महिनाभित्र यो पुल चाहिँ पुनर्निर्माण भइसक्ने जनाइएको छ। यहाँ अलि 100 मिटर जति माथि सारेर दुवैतिर चाहिँ रक बेस बनाएर चाहिँ यो पुल स्थानान्तरण गर्ने तयारी भइराखेको छ। दर्शक महानुभावहरू हेर्न सक्नुहुन्छ यो हिमताल फुटेर आएको बाढी, थामेमा हिमताल फुट्यो, हिमताल फुटेपछि दुधकोशी नदीमा ठुलो बाढी आयो। त्यो बाढीले चाहिँ भयभरको माथिदेखि रुखपातदेखि माटो ढुङ्गा सोरेर ल्याएर चाहिँ यहाँ यसरी मितेरी पुलमा चाहिँ क्षति पुर्यायो। क्षति पुर्याइसके पछाडि मितेरी पुलको अवस्था यस्तो छ। पारिपट्टिको तपाईँले बाटो हेर्नुहुन्छ भने यो बाटो थियो पहिला, यो पुरै ध्वस्त बनायो। यता वारीपट्टि पनि केही बाँकी नराखिकन सबै यसरी ध्वस्त बनाए पछाडि चाहिँ अहिले सुर्केको लागि यो सबैभन्दा छोटो रुट र सबैभन्दा उपयोगी रुट यही रुट हुँदै चाहिँ खुम्बु क्षेत्रमा चाहिँ विदेशी तथा स्वदेशी पर्यटकहरू चाहिँ जाने गर्दथे। तर अहिले यो रुट बन्द हुँदाखेरि चाहिँ यता माथि अर्को नगरपालिकाबाट चाहिँ वडा नम्बर 1 हुँदै जाने टाक्सिन्दो हुँदै जाने रुट छ, त्यो रुटबाट चाहिँ गइराखेका छन् मानिसहरू जान चाहिँ। तर त्यो अत्यन्तै लामो रुट, धेरैभन्दा धेरै घुमाउरो बाटो भएको हुँदाखेरि यो बाटो छिटोभन्दा छिटो सम्पन्न गर्नुपर्छ भनेर अहिले चाहिँ पुरै द्रुत गतिमा फिल्डमा काम भइराखेको छ। दर्शक महानुभावहरू थामेको बाढीले हो नि यो माप्पे खुम्बु मितेरी पुलको चाहिँ पुनर्निर्माणको काम धमाधम सुरु भइरहेको छ र अबको केही महिनाभित्र यो पुल पुनर्निर्माण सम्पन्न हुने जानकारी हामीले प्राप्त गरेका छौँ। माप्पे दुधकोशी गाउँपालिकाको लगानीमा चाहिँ यसको पुनर्निर्माणको काम भइरहेको छ। दर्शक महानुभावहरू यो हामी तपाईँलाई देखाइराखेका छौँ यतिखेर। र यो चाहिँ अँधेरीदेखि अलि तल पर्छ होइन। यहाँबाट पारिपट्टिको यो भूगोल भनेको जुबिङको भूगोल हो। जुबिङ हुँदै चाहिँ माथि सुर्केसम्म यो सडक जान्छ। यो सगरमाथाको लागि चाहिँ एउटै मात्रै भरपर्दो सडक मार्गको रूपमा रहेको थियो। तर यो पुलमा क्षति पुगिसके पछाडि अहिले यातायात अवरुद्ध रहेको विषयमा हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ र अबको केही महिनाभित्र चाहिँ यो पुल निर्माण सम्पन्न हुने, यसलाई यहाँबाट स्थानान्तरण गरेर यहाँनिर बेस बनाएर यो दुवैतिर रक भएको ठाउँमा चाहिँ सार्ने तयारी हुँदैछ। त्यो ढलान फुटाइसकिएको अवस्था छ अहिले। अब त्यो फलामको नट खोलेर चाहिँ त्यसलाई ट्रस्ट ब्रिज भएको कारणले गर्दाखेरि त्यो खोल्न मिल्छ सबै। त्यो खोलिसकेर चाहिँ यहाँनिर ल्याएर यसलाई चाहिँ फिक्स गर्ने र यहाँबाट चाहिँ बाटो पारिपट्टि देख्न सक्नुहुन्छ तपाईँले, पारिपट्टि बाटो बनेको छ। पहिला होम पाइप राखेर चलाइएको थियो त्यहाँ माथिबाट हिम पाइपबाट। त्यो हिम पाइप पनि अब यसपालि राख्न नदिने भइसकिसके पछाडि अब यो पुल नै स्थानान्तरण गरेर यहाँनिर ल्याउने तयारी भइरहेको छ। दर्शकबिन हामी पारिपट्टि एउटा डोजर देख्न सक्छौँ। त्यो डोजर चाहिँ जुबिङपट्टिबाट बाटो बनाउँदै यो बर्खामा अवरुद्ध भएको बाटोहरू होइन, बिग्रिएको बाटोहरू बनाउँदै खोलाको किनारसम्म आइसकेको छ। अब यो खोलाको किनारमा आइसकिसके पछाडि चाहिँ गाडीहरू सल्लेरीबाट यहाँसम्म आउने र यहाँबाट फेरि मानिसहरू चाहिँ यहाँ माथि एउटा झोलुङ्गे पुल छ, त्यो झोलुङ्गे पुल तरेर पारी जाने र पल्टी गरेर चाहिँ वारिपारी गर्न सकिने र केही महिनाभित्र चाहिँ फेरि पुल नै पुनर्निर्माण भइसकेर चाहिँ यो चाहिँ खोलाबाट चाहिँ सहज ढङ्गले पहिला जस्तै गरी सवारी आवागमन हुने जानकारी हामी तपाईँलाई गराउन चाहन्छौँ र यो काम चाहिँ अहिले तीव्र रूपमा भइराखेको छ। बाटो तल तलै जाने रहेछ त।
के हो त्यो? नामगेलले पैसा कति कमाउँदैछौ? राम्रै कमाउँदै होला। के हो त्यो? काम लाग्छ यो?